So hello guys, namaste, welcome back to another special video with a special friend Pawan Bhandari aka Kale Panda. So right now आज चाहिँ म बस कार्ड बनाउन जाँदैछु र मेडिकल गर्नलाई पनि र मलाई साथ दिनको लागि चाहिँ मसँग जाँदैछ मेरो साथी विवेक र दाइ रकी दाइ। उनीहरूले चाहिँ मलाई ठाउँ देखाउँछ किनकि मलाई ठाउँ थाहा छैन। यहाँ चाहिँ दुईजना डिस्कस गर्दैछ बस कार्ड कहाँ बनाउनु भनेर। जाने चाहिँ कता हो, हिँड्दै जाने कि गाडीमा? यता सिधा गाडीमा हान्यो नि टाइम अहिले गाडी पर्खिनु नि एकछिन आउनु टाइम बरु वाक हान्दै ठिक हुन्छ दिन्न हो आज दिन्न ल ल। सो मेरो साथीहरूको बारेमा चाहिँ तपाईँलाई भन्दै बिर्सेन। हाम्रो कम्पनीको चाहिँ माइस्ट्रो हो ऊ विवेक, अनि हाम्रो अर्को ब्रान्चको दाइ हुनुहुन्छ, उहाँ चाहिँ किचनमा हुनुहुन्छ। जस ब्रान्च छुट्यो भयो नि हामी बस्ने रुम चाहिँ एउटै हो सबैजना है, रमाइलो छन् सबैजनाहरू। सो हामी चाहिँ मेडिकल र बस कार्ड बनाउन गएको छौँ। अहिले हामी यो कहाँनिर आयो, यो पिपल बोर्ड जस्तै देख्छ होइन? अच्छा यहाँ चाहिँ साथी छ, उनीहरू चाहिँ लोकेसन हेर्दैछ कता हो भनेर। हाम्रो मेन गाइड गर्ने दाइ चाहिँ अगाडि हुनुहुन्छ। सो अब हामी हिँड्दैछौँ है। अब बस कार्ड बनाउनलाई के बसमा जानु जस्तो फिल आयो क्या? के हो पैसा पनि धेरै लाग्ने होइन। अब बस कार्ड बनाइहाल्यो भने त 50% आफूले 50% कम्पनीले दिन्छ। सो हेर्दै जाउँ के हुन्छ। सो यसपालिको भ्लग चाहिँ अलि राम्रो हुँदैन होला होइन, किनकि घाम चाहिँ हाम्रो पछाडि छ, हामी अगाडि छौँ। अलिकति ब्राइटनेस इफेक्ट पर्छ एन्ड गर्मी चाहिँ लास्टै बढेछ होइन आएको दिनदेखिबाट। अहिले चाहिँ आम्मा एकदमै धेरै गर्मी क्या हुन्छ नि। अब आउने बेलामा भर्खर शीतल शीतल काठमाडौँको टेम्परेचर जस्तो हुन्छ नि, इन्भाइरोमेन्ट जस्तो थियो क्या। अहिले चाहिँ काठमाडौँको होइन तराईको इन्भाइरोमेन्ट जस्तो फिल भइरहेछ क्या। गर्मीमा तराई कस्तो हुन्छ त्यस्तो टाइपको भइरहेछ क्या, पुरै भत पोल्ने होइन। त्यही माथि मैले त यो समर ज्याकेट लगाइरहेको छु, भित्र पसिनाले पुरै भिज्छ क्या। केटाहरू चाहिँ टी सर्ट मात्रै लगाएर हिँडेको छ होइन। अब आफूले लगाएर हिँडौँ भने त आफ्नो जिउ कालो छ होइन। झन् डर लाग्यो भने टेन्सन, तर कालो मान्छेलाई त डर छ भनेर के को टेन्सन हुनु भए पनि यसो। सो दाइहरूले लोकेसन हेर्दै हुनुहुन्छ, यो चाहिँ ब्याङ्क हो भनिरहनु भएको। अब यताबाट कता हो भनेर हेर्दै हुनुहुन्छ। अब यताबाट हामी सिधै माथि जानुपर्ने अरे। अब हामी माथि जाँदैछौँ। हामी हराएको हो, हाम्रो लोकेसनको जिपिएस ट्र्याक अलिकति बिग्रे जस्तो छ, हामी हरायौँ। के हो दाइ रिचार्ज गर्नुपर्छ तपाईँलाई? मेरो रिचार्ज गर्नु पर्दैन, मेरो त रिचार्ज गर्नु होइन तपाईँलाई रिचार्ज गर्नुपर्छ भने क्या। ए हो जिपिएस लस भयो क्या। जिपिएस लस भयो क्या दाइ, त्यही भएर। सो हाम्रो दाइ चाहिँ एक्लै हिँड्नुहुन्छ, अगाडि हिँडिरहनु भएको छ होइन, तपाईँले हेर्नु सक्नुहुन्छ। उहाँ पुग्नु भइसक्यो क्या। अनि म चाहिँ यहाँ भ्लग बनाउँदैछु, मेरो साथी चाहिँ त्यहाँनिर नम्बर लिइरहेछ, उतै आउँदैछ। सो अब हेर्दै जानेछौँ, नयाँ ठाउँ नयाँ कुरा होइन, कहाँ के हो थाहै छैन क्या। अब यस्तो बिस्तारै बुझ्दै जानुपर्छ होइन। अब दाइले लोकेसन त देखाउनुहुन्छ भन्नु भइरहेछ, हेरौँ कतिखेर पुगिन्छ। सो अब चाहिँ मेडिकल गर्ने ठाउँ आइपुग्नु आँटिसक्यो होइन। त्यहाँनिर चाहिँ हामीले केही गर्नु पर्दैन, त्यहाँनिर भनेको हामीले चाहिँ स्टुल मात्रै दिनुपर्ने रहेछ होइन। त्यो स्टुलबाट सब चेक हुँदै रहेछ, किनकि लास्ट टाइम चेक गर्ने बेला चाहिँ ब्लडको भएको थियो होइन। अब यसपालि चाहिँ स्टुलको रहेछ। अब त्यो चेक गर्न दिइसकेपछि मेडिकलको सबै काम सकिहाल्छ। अनि त्यसपछि बाँकी भनेको हाम्रो बस कार्ड। त अब चाहिँ मेडिकल आइपुग्यो होइन। सो मेडिकलमा जानुभन्दा अगाडि अब स्टुल राख्नको लागि चाहिँ एउटा भाडा चाहिन्छ अरे। सो त्यो भाडा चाहिँ अब यता खोजिदिँदैछौँ। तपाईँहरू पनि अब अगाडि नै मेडिकल गर्न आउनुहुन्छ भने होइन स्टुलको लागि अगाडि नै प्रिपेयर भएर आउनु, किनकि तपाईँले अगाडि नै भाडा लिएर होइन त्यसमा स्टुल भरेर आयो भने यहाँनिर सिधै तपाईँको काम के हुन्छ भने दिएर जाने मात्रै काम हुन्छ क्या। अब अहिले चाहिँ मेरो के भयो नि, अब प्लानिङ केही थिएन। अब लोकेसन देखाउन मात्रै दाइले आइदिनु भयो। अब फेरि भाडा किन्न पनि त्यहाँ नजिक पाउँदैन रहेछ, फार्मेसीमै जानुपर्ने रहेछ। फार्मेसी चाहिँ अलिकति टाढै रहेछ हाम्रो अरू ठाउँभन्दा।
अनि अब त्यो भाडा लिने, अब त्यसपछि मेडिकलमा छिर्ने, अनि त्यसपछि दिएर निस्किने, अनि त्यसपछि जानेछौँ हामी बस कार्ड बनाउनु। सो यहाँ मेडिकल चाहिँ बन्द छ होइन। सो यहाँ दुईजना नेपाली भेटेको छ, उनीहरूले चाहिँ अब अर्को ठाउँमा मेडिकल देखाउने भनेर लगिरहेछ होइन। अब जानेछौँ हामी, 2 मिनट मात्रै लाग्छ अरे। फर्स्ट टाइम आयो भने नचिन्ने ठाउँमा होइन एकदमै गाह्रो हुने क्या, एकदमै झन्झट, कहाँ के कस्तो हो होइन थाहै नहुने क्या। सो नेपालीहरू नै धेरै भेटिरहेछ, त्यही भएर अलिकति सजिलो भइरहेछ। सो यहीँनिर छ अरे। ल यार ब्रदर धन्यवाद, केही थाहा थिएन मलाई। थ्याङ्क यू मान्छे भ्लग बनाउँदै हो क्या। ल थ्याङ्क यू। ल उनीहरूले सपोर्ट गर्यो होइन। यहाँनिर फार्मेसी कहाँनिर छ भनेर देखाउनको लागि। फेरि यहाँनिर केटाहरूले चाहिँ अलिकति उल्कै गर्दै नेपालीहरूलाई हिन्दी बोलेर कहाँ हो फार्मेसी भन्दै हँसाइदिइरहेको। सो गाइस मैले चाहिँ बटानी किनेर आइसकेँ। सो यसमै भर्ने हो होइन, अनि स्टुल दिने हो। सो त्यसपछि हाम्रो मेडिकलको काम पुरै सक्यो। सो फाइनली मेडिकल पनि सक्यो। अब हामी जानेछौँ बस कार्ड बनाउन है, अनि त्यसपछि हाम्रो काम चाहिँ सकिन्छ आजको लागि। अब हाम्रो 15 मिनट हिँडेर जानुपर्ने हुन्छ, अनि त्यसपछि 15 मिनट हिँडिसकेपछि बस कार्ड बनाउन आइपुग्छ। अनि त्यहाँनिर बस कार्ड बनाइसकेपछि चाहिँ सबै काम सकिन्छ भनौँ न आजको। सो यो चाहिँ हाम्रो बस स्टेसन रहेछ होइन। यहाँ चाहिँ अब हामीले रिचार्ज गर्ने। अब यहाँ हामीले रिचार्ज गर्नुको लागि चाहिँ 50 युरो लाग्दो रहेछ। त्यो 50 युरो हामीले रिचार्ज गरिसकेपछि कम्पनीले 50%, हाम्रो 50% हुन्छ होइन। त्यति भएपछि सक्यो हाम्रो। यहाँनिर रहेछ, अब यहाँनिर रिचार्ज गर्छ। ल सो गाइज मैले चाहिँ पाएँ बस कार्ड होइन। अब चाहिँ भोलिदेखि म बसमै जानेछु, जहिले हिँडेर भ्लग बनाउनु होला। अब बसमा नि कस्तो हुन्छ ट्राई गर्नेछु। थ्याङ्क्स टु दाई एन्ड मेरो साथी होइन, दुईजनाले गरेर आज मसँग हातमा कार्ड आयो। ल सी यू गाइज अन द नेक्स्ट भिडियो। होप यु लाइक माई भिडियो। थ्याङ्क यू फर वाचिङ, किप सब्सक्राइब एन्ड सपोर्ट गरिदिनु होला। बाई बाई।